23 गते जेनजी भनेर सडकमा उत्रिनु, 24 गते सडकमा उत्रिनु र उहाँ के कामका लागि उत्रिनु भयो? चुनाव गराउने भन्ने त राष्ट्रपतिले तोकिदिएको म्यान्डेट हो, उहाँहरूको उद्देश्य होइन। राष्ट्रपतिले तोकिदिएको 21 फागुनमा चुनाव गराऊ भनेर उहाँहरू के गर्दै हुनुहुन्छ? पहिले पनि भन्दै हुनुहुन्थ्यो। उहाँहरू जुलुसमा गएर भाषण गरिरहनु भएको थियो, केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ, कारबाही गर्नुपर्छ। अहिले राति मिटिङ, रातभरि 3 बजे रातिसम्म मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ, कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ। सबभन्दा पहिले उहाँहरूले एउटा तमासा देखाउनु, सडक तमासा। त्यो सडक तमासा के हो भने केपी ओली लगायत केही मान्छेहरूको पासपोर्ट